ल हेर्नुहोस् साथीहरू, यो म एउटा फोटो हालेको छु। एउटा नामर्दले आफ्नो स्वास्नीलाई खुकुरी प्रहार गरेर हत्या गरेको छ। यस्ता नेपालमा भएका यी नरपिशाचहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। यहाँ माथि मैले फोटो हालिदिएको छु। आफ्नै बुढीलाई खुकुरी प्रहार गरेर हत्या गरेको छ। यस्ता मान्छेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ र सरकारले कस्तो सजाय दियोस् भन्न चाहनुहुन्छ? फाँसीको सजाय दिने हो कि जन्मकैदको सजाय दिने हो कि कस्तो सजाय दिँदाखेरि यस्तो यो नरपिशाचलाई तपाईँहरूले राम्रो लाग्छ? कमेन्ट गर्नु होला। कस्तो सजाय दिँदाखेरि यसलाई ठिक हुन्छ कमेन्ट गर्नु होला साथीहरू। अलिकति हुन्छ नि यार। म नेपालको राष्ट्रिय खेलाडी हो भन्छ, आफ्नै बुढीलाई खुकुरी प्रहार गरेर मारेको छ। कस्तो राष्ट्रिय खेलाडी हो? यस्तालाई कोहीले राष्ट्रिय खेलाडी भन्छ? यस्ता नरपिशाचहरूलाई तपाईँ के भन्न चाहन्छ कमेन्ट गर्नु होला।